फोल हेर्नु कि नै बापको पानी अरे कहना क्या चाहते हो? के अरे पानीको बाप खतरा भाइब दिँदो रहेछ माथिसम्म पुरा यही हो बाप आएको छ नि यता माथि वाइट वाइट देखिँदो रहेछ उज्यालो काम उज्यालो इन्जोय भइरहेको छ डान्स भइरहेको छ यहाँ बाबा डान्स भइरहेको छ Yeah. Everybody knows that I'm breaking down. Everybody knows I ain't faking now. Everybody knows my heart's vacant. हेलो अनि नमस्ते हामी चाहिँ यो पोखरामा छौँ गुड मर्निङ सबैजनालाई हामी यो जाँदा छौँ पोखरामा छौँ जाँदा छौँ तर थाहा छैन कहाँ जाँदा छौँ तर जान लाग्छौँ जहाँ पनि ठाउँ जान लाग्छौँ त्यो दृश्यहरू म हजुरलाई देखाउँछु मसँग बनिरहनु होला हामी चाहिँ डेभिस फल लगाएको छौँ हामी चाहिँ अब गाडी पार्किङ गरेर गर्न आएको छौँ अरू सरू चाहिँ गइसक्नु भएको छ हामी तिनजना छौँ यहाँ देख्नुहुन्छ यहाँ हाम्रो 4 नम्बर गुरु हुनुहुन्छ त्यहाँ सन्जय साथी छन् अनि डेभिस फलको लागि हामी जानुपर्छ त्यहाँ अगाडि छ डेभिस फल त्यहाँ डेभिस फल यहाँ छ अरू सब गइसक्यो हामी जाँदैछौँ हो त्यहाँको टुर पनि दिन्छु डेभिस फलमा पहिला जान त गएको छैन आउनु त आएको थिएँ डेभिस फल गएन पहिलाचोटिमा अब अहिलेको टाइममा जान लाग्छु डेभिस फल वेलकम अब हामी चाहिँ पर झर्नु डेभिस फलमा पवित्र प्रवेश गरिसकेका छौँ अब यही हो अझै भित्र जानु पर्यो डेभिस फलको लागि हामी अझै तल जानु पर्ने हुन्छ अझै तल छ डेभिस फल यहाँ चाहिँ सिडीहरू छ यहाँ धेरै हामी जाँदैछौँ एकदमै यहाँ अझै तल छ सिडीहरू अझै लामो छ यहाँ म म्यामहरू चाहिँ पहिल्यै आइसक्नु भएको छ र हामी भर्खरै गइरहेछौँ यो चाहिँ होइन आजको हाम्रो डे 2 हो होइन डे 2 टुर भइरहेछ डे 2 को टुर हो आज पोखरामै रात बस्यौँ अनि यहाँ चिया नास्ता खाएर हामी जाँदैछौँ डे 2 को लागि हाम्रो यहाँ सरहरू पनि इन्जोय भइरहेछ डान्स भइरहेछ यहाँ बाबा डान्स भइरहेछ डेभिस फल डेभिस फल चाहिँ हामी आइसक्यौँ डेभिस फल त्यही जस्ट झर्ना मात्र रहेछ जस्ट ठिकै छ सेटिनरी बग्ने रहेछ सेटिनरी बग्छ अनि अब जाँदैछौँ फेरि बापको पानी के अरे पानीको बाप खतरा भाइब दिँदो रहेछ माथिसम्म पुरा यही हो बाप आएको छ नि यता माथि वाइट वाइट यो चाहिँ बाप हो डेभिस फलको बाप आइरहेको छ यो चाहिँ त्यही डेभिस फलको बाप होला अब हामी चाहिँ फेरि अब त्यही हो बस्दा एकछिन बस्छौँ फोटो सोटो खिच्छौँ फोटो टन्नै भइसकेको छ म इन्स्टाग्रामतिर हाल्छु फेसबुकतिर हाल्छु लाइक गर्दै गर्नु होला ल मैदानमा बनि डेभिस फलको पार अब भित्र यहाँ के छ होइन सिक्का पत्र सिक्का रहेछ के भगभग थियो यहाँ यो बोर्ड देख्न सक्नुहुन्छ पाइ पर्ला म पर्ने मेरो टाइम छैन अब त्यही हो मनोकामना भगभग अब चाहिँ हामी नेक्स्ट ठाउँमा जानुपर्ने हुन्छ डेभिस फल पछिको यात्रा हाम्रो नेक्स्ट ठाउँ हो कुन ठाउँ थाहा भएन अब एक्जिट दिएको छ त एक्जिट जाने बाहिर निस्किने अब डेभिस फल चाहिँ डेभिस फल एकदमै राम्रो लाग्यो कस्तो लाग्यो तिमीलाई राम्रो थियो राम्रो लाग्यो पहिलोचोटि हेरेको कस्तो लाग्यो तपाईँले डेभिस फल हेर्नु कि नै राम्रो लाग्यो हो ठिक छ हेर्नु होला पोखराको टुरिस्ट एरिया वाल भइहाल्छ ल नेक्स्ट ठाउँ फेरि भिजिट गर्छौँ त्यसपछि फेरि देखाइदिएर रहनेछु म त्यसैले बनिरहनु होला सब्सक्राइब गर्नुहोस् लाइक पनि गर्नुहोस् हामी गाजा खानमा कहाँ गाजा खाने मान्छेको गाजा लाग्छ बजार एरिया रहेछ नेक्स्ट हामी चाहिँ अब गुप्तेश्वर मन्दिरमा आएर छौँ मन्दिरमा चाहिँ गुफा रहेछ छिर्दैछौँ हामी बजार एरिया हो गुप्तेश्वरको
गुप्तेश्वर बजार यो भित्र देखाउने दृश्य अलिभित्र चाहिँ है देख्नुहुन्छ के देखिन्छ गुप्तेश्वर This is गुप्तेश्वर महादेव सरी गाइस गुप्तेश्वर महादेव मन्दिर हो गुप्तेश्वर मन्दिर हामी चाहिँ अब दर्शन गर्न आइरहेका छौँ देख्नुहुन्छ विभिन्न खालका मूर्तिहरू छन् यहाँ विभिन्न खालका मूर्तिहरू के अरे चित्रकलाहरू के कलाहरू भन्छन् म थाहा भएन लेखेँ म त परेको पनि सिडीहरू छन् सिडी झरेरै गएका छौँ हामी नो फोटोग्राफी एन्ड भिडियो बनाएर त नो बिहान छ फोटोग्राफी बिहान Oh my god, very hot. Kita plants kesannya, I don't know. What is this? Accident. तल चाहिँ मन्दिर छ यहीँ हुनुहुन्छ अझै तल जानुपर्ने हामी चाहिँ यहाँ तल रहेछ बहुत तल छ अझै पनि तल अझै तल अझै तल जानुपर्ने हुन्छ माथि छतबाट चाहिँ त्यो पानी चुनेर चाहिँ यहाँबाट चाहिँ अनि त्यसो फ्लोर यहाँ भिजेको छ ओहो तल ग्राउन्ड चाहिँ यहाँ ढुङ्गाको नेक्स्ट हामी यहाँसम्म यो चाहिँ रहेछ वाल यहाँ देख्नुहुन्छ पुरा होल छ होल बडी पुरा यो गुप्तेश्वर भन्ने गुफा है गुप्तेश्वर मन्दिर क्याभ भन्ने के हो गोपाल यहाँ पुरा सो छ पुरा ओ माई गॉड पानी कहाँ जान्छ नि यो पानी हो रे पानी कहाँ देखिन्छ देखिन्न अनि हजुर अब यस्तोमा के हान्ने कालोमा हेर्ने मात्र कालोमा त हाम्रो अब यहाँ दर्शन के हेर्ने यो गुफामा अँध्यारो मात्र है मोबाइल छ उज्यालोमा आएर भुलौँ न अलिक त्यसको लागि हामी तल जानुपर्ने छ अलिक तल जाउँ न देखिँदो रहेछ उज्यालो कामको उज्यालो हेर्नु न अब अगाडि हेरेकोले सिधरा अगर हामी चाहिँ गुफा घुमेर आइसकेका छौँ त्यहाँभित्र चाहिँ मोबाइल लाउन
अलाउड छैन रहेछ, त्यसरी त्यहाँ फोटो भिडियो केही पनि अलाउड नभएर फोटो केही भिडियो बनाउनु भएन। भइरहेको भनिदिन्छु तपाईँलाई जानकारीको लागि, त्यहाँ अलाउड छैन। भइरहेको छ भित्र चाहिँ एकदमै गर्मी हुने रहेछ, एकदम न्यारो सेल्टर रहेछ। अहिले चाहिँ हामी यहाँ छौँ महेन्द्र गुफामा। कहाँ थियौँ भन्दा थियौँ हामी डाइरेक्ट हामी यहाँ छौँ महेन्द्र गुफामा आएको छौँ। महेन्द्र गुफा तल छ, अहिले म देखाउँछु तपाईँलाई। पहिला पनि आएको थियौँ होइन, भोला गेर सक्नु होला। अब यो टाइम पनि सिजन छ हामी पक्कै पनि, अब कस्तो हुन्छ के हुन्छ फेरि देखाइदिनुहोस् तपाईँलाई। लेट्स गो। हामी चाहिँ गुफातिर लाग्छौँ डाइरेक्ट, पछि पनि ध्यान नगरी। गुफा जाने बाटो जान्छ यहाँ तल होइन, फेरि पनि देखाइदिन्छु तपाईँलाई। त्यो हो तपाईँहरू एकदम आइरहेको छ, आइराख्नु भएको छ, सबै आइराख्नु भएको छ। हजुर महेन्द्र गुफा कस्तो छ त महेन्द्र गुफा? निस्किन गाह्रो छ अहिले। वेलकम टु महेन्द्र के। लेट्स गो। गुफाभित्र बोतल याद गर्नु होला है, गुफाभित्र बोतल चिप्स चाउचाउ बिस्कुट खोल्न खाली जानुपर्छ। हाम्रो पोखरामा चाहिँ भयो, फेरि महेन्द्र गुफामा छिर्नुपर्छ। हामीले महेन्द्र गुफामा अब जाँदैछौँ, भित्र जाँदैछौँ, जाँदैछौँ है। यो हो गेट हो, यो चाहिँ गेट हो। अनि भित्र अब सिडी छ, भित्र छिर्छौँ है हामी चाहिँ। अब यो नै हो महेन्द्र गुफा बबाल पाराले। पानी पनि चिसो छ पुरा, सिक्किममा पनि अलि भित्र छ है, भित्रै छिर्ने हो जान्छ महेन्द्र गुफा। अब यो चाहिँ अब सेकेन्ड टाइम हो। हजुर यहाँको शालिग्रामको त्यो है। यो चाहिँ गराउनुपर्छ के होइन, त्यहाँ अलि त्यो छ, त्यो भगवान्को मूर्ति छ फेरि एउटा। अगाडि भगवान्को मूर्ति छ क्या अगाडि, एउटा मूर्ति छ त्यहाँ अगाडि। यहाँ चाहिँ लाइट छैन है गाइस, अँध्यारो छ, बत्ती चाहिँ छैन यहाँ चाहिँ। चिप्लो यही हो गुफा, महेन्द्र गुफामा यही हो। यही हो यहाँ, अब त्यही हो, ढुङ्गा पत्थर त हुन्छ यहाँ पनि। मानिसी देउता नमानिसी अब पत्थर भन्छ होइन। अब यहाँ चाहिँ यही नै हो, यही नै हो। कृतिहरू छन् के थुप्रै बनाएका कृतिहरू देख्न सक्नुहुन्छ तपाईँले। यो चाहिँ मेरो महेन्द्र गुफाको सेकेन्ड टाइम हो है। सेकेन्ड टाइममा अलिकति चेन्जेस देखेँ मैले। हामी टाङबाट म्युजिकल स्कुलबाटै आयो। हजुर तपाईँको बाटो कसरी बनाउने होला चाहिँ कमजोरलाई पनि समाजले हेर्छ, आफ्नै मान्छे साथीले हेर्छ। तपाईँ कमजोर हुनुहुन्छ देश बाटो राम्रो हो, तपाईँहरू नै हिँड्ने हो। तपाईँको एकछिन जब यहाँ आउनुभयो यही देवताको आशीर्वाद लाग्यो, ग्रह दशा नलाग्यो, रोग नलाग्यो, दिन दशा नलाग्यो, पढ्ने शिक्षा उज्यालो बनेर आउँछ। र
साथीसँग देशमै काम गरेँ सो सम खोज्ने प्रयास राखेँ र मैले चाहेको काम स्वस्थ रहनुहोस् सुखी रहनुहोस् खुसी रहनुहोस् जब पनि मैले देवी देवताको आशीर्वाद लागोस् है बाबु ग्रह दशा नलाग्ने ठुलो रोग नलागोस् कर्म गर्न आएको भक्ति कर्म गर्न शान्ति एउटा सम्भव जाति छ र मनका कामना पूर्ण घुमिरह्यो यसरी पऱ्यो मैले यसरी गरेर यसरी गरेर मस्त यस्तो अलि हात फेरि मजा छ क्या ल साथी जाऊ जाऊ राम्रै थियो ठ्याक्क अब यसले यस्तो गरायो कि हामी चाहिँ फाइनली आइयो ल यो सानो गुफाबाट अब सरहरू आउँदै हुनुहुन्छ त्यहाँबाट यहाँ चाहिँ यो बाटोबाट निस्केपछि केही पुरा हुन्छ भन्ने आस्था रहेको छ त्यसैले यो चाहिँ पुरा गर्नुपर्ने हुन्छ पुरा नहुने राम्रो ठाउँमा हुन्छ होइन पुरा होस् या नहोस् तर आस्था चाहिँ राख्नुपर्छ एउटा त्यही भन्ने विश्वास गर्दै अब हामी चाहिँ अब यो घुमिसकेको छौँ अब फेरि पनि के भन्न चाहन्छु भनेपछि यहाँसम्म देखेर आज हजुरलाई च्यानलमा हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु यो दृश्य यहाँको दृश्य बवाल छ रमणीय हरिया हरिया बवाल देख्न सक्नुहुन्छ अहिले चाहिँ मस्त घाम लागेको छ अनि बवाल देखेको छ अब यही नै हो भन्नु नै के छ यहाँ पोखरा इज द मोस्ट ब्युटिफुल प्लेस इन द वर्ल्ड भन्न चाहन्छु म चाहिँ किनकि बवाल छ नि जताको देख्यो हिमाल हाट यताउति सब देख्न पाइन्छ मेरो नाम तपाईँ अघि आउनु छैन भन्नु चाहिँ आउनुहोस् मेरो भिडियोमा सबले गरौँ थ्याङ्क यू म्याम सबले गरिन्छ अब हामी चाहिँ अहिले सेती नदी हेर्न आएको छौँ यहाँ बबाल छ सेतो पानी देखिन्छ पहिला पनि आइसकेको छुइनँ अब यो चाहिँ सेकेन्ड टाइम हो फेरि पनि देखौँ फेरि हेरौँ अब टाइममा के चेन्ज भएर आउँछ नि त चेन्जेसहरू त्यो चेन्जेसहरू हामीलाई देख्न पाइन्छ के छ हेरौँ फेरि के कस्तो गएर छौँ यो चाहिँ फेरि सिधै तल पनि छ खोला ए यो खोला छ तल चाहिँ सेतो पानी छ है यो पानी चाहिँ सेती नदीबाट आउँछ सेती नदीबाट नै पानी आउँछ यो चाहिँ यो नै हो सेती नदी है यो पानी जुन छ नि सेतो पानी यो चाहिँ हिउँ पक्रेर आउँछ सेती नदीबाट यो रहेको छ सेती नदीको पानी तल है यो चाहिँ गइरहेको चाहिँ थाहै भएन यो कहाँ पानी आउँला यही सेतीको पानी हो यो त उताबाट सक्यो त यहाँ कहाँबाट छिरेको त देखिया त यो तलमा बिजुली निकाल्ल क्या चिसो पानी जोडसँग पानी ठोकिँदाखेरि जमिन किन नखोलियोस् के यो चाहिँ सेती नदीको पानी है सेती नदी Everybody knows that I'm breaking down. Everybody knows I ain't faking now. Everybody knows my heart's vacant now. Yeah, she hates me now, I made mistakes but now I don't ever wanna be alone. I don't really ever feel at home. On my own, in the zone, that's the only way I know. Feeling low, about to blow back up. Here I